एभ्रिवान, गुड मर्निङ। म चाहिँ उठेर पनि फ्रेस अप भइसकेँ। अन्त आज चाहिँ अब हाम्रो छुट्टी हो, अन्त त्यही भएर साथीहरू खाना खान आउँछ। त्यसको लागि चाहिँ अब हामीले प्रिपरेसन गर्दैछौँ, के खाने, के बनाउने भनेर होइन। सो तपाईँहरूलाई म अहिले देखाउँछु मेरो डिसहरू, हामीले आज के बनायौँ भनेर। त्यसको लागि चाहिँ तपाईँहरू अलिकति वेट गर्नुपर्छ है गाइस। चिकन फ्राई हुन्छ, यहाँ चाहिँ अलरेडी फ्राई भएको छ। यहाँ चाहिँ प्याज टमाटर बारीक काटेको, यहाँ चाहिँ अदुवा लसुनको पेस्ट बनाएको। सो यहाँ चाहिँ दाल, यहाँ चाहिँ भात। सो तपाईँहरूलाई अहिले रिजल्ट देखाउनु चाहिँ सुप, यो चाहिँ काँचो चना, यो चाहिँ मटर र आलु, यो चाहिँ काँक्राको अब उयो बनाउनु आँटेको। अन्त यो चाहिँ चिकन, यो चाहिँ आलुदम, अन्त यो चाहिँ दाल, यो चाहिँ माग। अब चाहिँ खतम, अब चाहिँ खाना टाइम हुनु आँटेछ। के हो मासु, चिप, सेलरोटी, जुस। साथीहरू चाहिँ यहाँ छ, यसरी बसेर खान्छ हामी चाहिँ हो। अन्त यो चाहिँ म बल्ल मान्छे जोसेको थियो। तिमीहरूले किन गाना बन्द गरिदिएको? हाई आकृति, हेलो हाई भनेर आज चाहिँ भाइ तुज के अरे भाइ तुज के भन्छ आज? के हो भाइ तुज? भाइ तुजको दिन हामीले यसरी डान्स गरेर सब साथीहरू भेट भएर यति मजा आएर छ गाइस। कति मजा आएछ भनिदेऊ न। धेरै मजा सब डान्सहरू। डान्स गर्न आएपछि अब हल्लिन त सक्यो नि त यसरी होइन। के हो गाइस, डान्स गर्नु भने त प्याटकै नै आउँदैन। अब सिक्न सानोमा हो के गर्नु। अब सालीहरूले भए पनि हल्लिनु त जानेको छु। ऊ चाहिँ फेरि नेपाली यस्तो बबाल डान्स गर्ने मात्रै हुन गरेको। नेपालको डान्स रानी हो नि त होइन भाउजू? खाए भनिदिनु न कस्तो लाग्दैछ तपाईँलाई यहाँ आएर? रमाइलो। हेलो गुजु दिदी, बल्ल जोस छ अरे डान्स गर्ने। अब हाम्रो देख्छौँ सायद। गुजुले डान्स प्र्याक्टिस गरेको है। बाहिर हावा खाएर ल खोइ अब यस्तो कुर्तामा चाहिँ अब यस्तो चप्पल है। हामी चाहिँ तल नाच्ने, यता चाहिँ एकजना फोनमा बोल्ने। के हो गाइस यो पारा?